गुड मर्निङ सबैजनामा। आज चाहिँ एउटा हाइड्रो पावर सेक्टरको एकदम नै मल्टिभ्यागर अथवा ब्लु चिप्स कम्पनीको विश्लेषण गरौँ न। कम्पनीको नाम रहेको छ अपी पावर कम्पनी लिमिटेड। अब हामीले अपी पावर लिमिटेडको लगानी विवरण हेरौँ सुरुमा। हामीले अपी पावर नै किन रोज्ने भन्दाखेरि यसको हाइड्रो पावर सेक्टरमा पनि उत्तिकै लगानी छ भने सौर्य ऊर्जामा पनि लगानी छ। यसका विभिन्न सहायक कम्पनीहरू पनि छन्, जस्तै जलविद्युत परियोजनामा हेर्नु नौगढ जलविद्युत परियोजना 8.5 मेगावाटको, अप्पर नौगढ जलविद्युत आयोजना 8 मेगावाट, माथिल्लो चमेलिया जलविद्युत आयोजना 40 मेगावाट गरेर कुल 56.5 मेगावाटको यसको लगानी रहेको छ। साथसाथै यसको ढल्केभर सौर्य पिपी आयोजना 1 मेगावाट, सिमरा सौर्य पिपी आयोजना 1 मेगावाट, चन्द्र निगन्धर सौर्य पिपी आयोजना 4 मेगावाट गरी कुल सौर्य क्षमता चाहिँ 6 मेगावाटको रहेको छ। साथसाथै यसको सहायक कम्पनीहरू मतलब कि अपी पावरले सेयर लगानी गरेको कुन कम्पनीमा लगानी गरेको छ भन्दाखेरि इङ्वा हाइड्रो पावर लिमिटेड, अपी हाइड्रो मेकानिकल लिमिटेड, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकल लिमिटेड, दार्चुला पावर लिमिटेड, अपी चमेलिया पावर लिमिटेड, लातीनाथ पावर कम्पनी लिमिटेड, अपी इन्फ्रा लिमिटेड, अपी स्पिड प्राली, अपी होल्डिङ्स कम्पनी लिमिटेड, दिव्य ज्योति हाइड्रो पावर लिमिटेड, रातो गुराँस रिसोर्ट एन्ड ट्रेनिङ सेन्टर नेपाल तराई कृषि कम्पनी गरेर यसले विभिन्न ठाउँहरूमा लगानी गरेको छ। त्यस्तै गरी अब यसलाई हामीले ब्लु चिप्स नै किन भन्ने भन्दाखेरि अब यसको टोटल चाहिँ 56.5 मेगावाट त हाइड्रो पावरमा लगानी नै छ, आफ्नै हाइड्रो पावर छ। साथसाथै यसले विभिन्न सहायक कम्पनीमा लगानी गर्छ। सहायक कम्पनीमा लगानी गरेपछि सहायक कम्पनीबाट आएको इन्कम चाहिँ अपी पावरलाई आउने भयो। त्यसरी भयो। अब रिन्युएबल इनर्जी सेक्टर भयो चाहिँ जस्तो नेपालमा जलविद्युत र सौर्य ऊर्जामा काम गर्ने कम्पनी भयो। जस्तो स्वच्छ ऊर्जाको माग बढ्दै जाँदा दीर्घकालीन सम्भावना रहेको क्षेत्र। अब अहिले हेर्नु न, पेट्रोल बढिरहेछ होइन, डिजल बढिरहेछ, यसमा इभी गाडीको माग बढ्दै गएको छ। साथसाथै अब इन्डक्सन चुल्होहरूमा पनि माग बढ्दै गइरहेको छ। त्यसकारण यी सौर्य ऊर्जा र जलविद्युत ऊर्जा चाहिँ एकदम नै नेपालको लागि एकदम नै प्रिफर छ, राम्रो छ। त्यसपछि डाइभर्सिफाइड बिजनेस मोडल, जलविद्युत मात्र होइन, यसको चाहिँ सौर्य ऊर्जा परियोजनामा पनि लगानी छ। यस्तो विभिन्न सहायक कम्पनीहरूमा समेत लगानी भएकोले आयका सोर्स विविध छन्। भन्नुको अर्थ विभिन्न हाइड्रो पावरमा लगानी गरेर इन्कम कमाइरहेको छ। इन्स्टल क्यापेसिटी त हामीले सुरु गरेको 56 र 6 मेगावाट भयो। अब फ्युचर ग्रोथ पोटेन्सियल के छ त अपी पावरको? नयाँ परियोजना सञ्चालनमा आय वा क्षमता विस्तार भए कम्पनीको राजस्व र नाफामा सकारात्मक प्रभाव पर्न सक्छ। भन्नुको अर्थ कम्पनीले यो सँगै अरू हाइड्रो पावर पनि बनाइरहेको छ, त्यसबाट चाहिँ यसलाई इन्कम आउने भयो क्या। अब हामीले हाइड्रो पावर सेक्टर भन्दैमा ध्यान दिनुपर्ने कुराहरू पनि हुन्छ नि त। कम्पनीको इन्कम चाहिँ कुन बेला हुन्छ भन्दाखेरि जुन बेला नदीको बहाव बढी हुन्छ त्यो बेला नै यसको बढी हुने हुन्छ। अब यिनीहरूको चाहिँ ऋण धेरैमा ब्याज खर्च बढ्न सक्छ। जति धेरै ऋण उति ब्याज बढेर खर्च बढ्न सक्छ। नयाँ परियोजना ढिला भए अपेक्षित नाफा आउन पनि समय लाग्न सक्छ। त्यसपछि अब हामीले यसको चार्ट हेरौँ। यसको थर्ड क्वार्टरको रिपोर्ट के छ भन्दाखेरि यसले इपिएस 13.76 निकालेको छ भने 116 रुपियाँ चाहिँ यसको बुक भ्यालु रहेको छ। अब यसको टेक्निकल अवस्था हेरौँ न त के छ। अपीले हामीले अलिक लङ्गर टाइम फ्रेमबाट हेर्दैछौँ, मन्थली टाइम फ्रेमबाट हेर्दै जाउँ। यसले चाहिँ पुरानो हाईलाई मजाले ब्रेक गर्दै माथि माथि सस्टेन हुँदै आइरहेको रहेछ पहिलेदेखि। मजाले ब्रेक गर्ने, सस्टेन हुने आउने, यसपालि पनि ब्रेक गरेर सस्टेन भएको छ। अपी चाहिँ कन्टिन्यू बुलिस ट्रेन्डमै रहेको छ मन्थली टाइम फ्रेम अनुसार।
अब यो भन्दै गर्दा यसमा हामीले मनी फ्लो इन्डेक्स पनि हेरौँ न। यसमा के भइरहेछ? मनी फ्लो इन्डेक्समा पनि पैसा अफीमा चाहिँ पैसा छिरिरहेको छ है भन्ने देखाउँछ। भन्नुपर्दा यसमा स्मार्ट प्लेयरहरू इन्ट्री गरेको हो कि भन्ने देखिन्छ। भोल्युम कन्फर्मेसन के छ भने यो स्विङ जाँदा भोल्युम स्पाइक थियो, फलमा भोल्युम छैन। त्यसपछि हाई जाँदा यो हाईभन्दा यो हाई भोल्युम हाई छ। अब भन्दै गर्दा यो लोमा भोल्युम छैन, यो हाई तोडेको छ, भोल्युमले खासै साथ दिएको छ यहाँ। अबको मुभमा भोल्युम यसमा आउन सक्ने चान्स पनि देखिन्छ, किनकि यसमा लगानी लगानीको लागि यो मल्टिब्यागर स्टक देखिएको छु। अब यसलाई हामीले विकलीमा पनि हेरौँ। यसले जब यो ट्रेन्ड लाइन ब्रेक गर्यो, ब्रेक गरेर के गर्यो, रिटेस्ट पनि गर्यो। गयो, ब्रेक गर्न सकेन, फल आयो, गयो, ब्रेक गर्यो, अफ गइरहेछ। अब पनि यसको चान्स माथि नै देखिन्छ। त्यस्तै अब हामीले हेर्नुपर्ने अपी चाहिँ यो फेयर भ्यालु ग्यापबाट चाहिँ थोरै बााउन्स हुन खोजेको हो कि जस्तो लाग्दैछ। यसले चाहिँ अब हामीले यो पहिलेको रेसिस्टेन्स अब गएर सपोर्ट बनाइदियो कि रेसिस्टेन्स बिकम सपोर्ट। के हुन्छ भने त्यस्तै गरी अपी माथि जाने देखिन्छ। अब फेरि रिटेस्टमा यो 350 भन्दा बिलो पाउँछ भने त अपी पावरलाई लगानीको लागि मिड टर्म सोचेर किन्न सक्नुहुन्छ। जब अहिले यो ट्रायङ्गल प्याटर्न ब्रेकआउट गर्छ नि, तब मुख सार पाउने गर्छ क्या। जस्तै यसको लागि साहस चाहियो। जब यो ब्रेकआउट दियो नि, मुभ हेर्नु न कस्तो सार्प तरिकाले जान्छ क्या। मुभ एकदम सार्प हुने गर्छ ब्रेकआउट पछिको। त्यस्तै गरी हामीले अपी पनि त्यही क्याटेगोरीमा हामीले राखेका छौँ। अब के छ भने यसले अल टाइम हाई त ब्रेक गरेर बसेको छ। अल टाइम हाई ब्रेक गरेपछि बसेर पनि कन्सोलिडेट भएर माथि जान खोजिरहेको छ। मनी फ्लो इन्डेक्समा पनि पैसा आइरहेको कि जस्तो देखिन्छ। अब हामीले अफिलाई नजिकको टार्गेट भनेको हाम्रो लागि यही 400को पोइन्ट हुनसक्छ। 380 देखि 400को पोइन्ट हुनसक्छ। यो पोइन्टमा चाहिँ हामीले यहाँदेखि एउटा रिटेस्ट पोइन्ट दिन सक्छ। यो रिटेस्ट पोइन्ट चाहिँ 350-45को हुनसक्छ। त्यसपछि हामीले 400को टार्गेट लिएर जान सक्यो। हामीलाई कति पर्सेन्ट रिटर्न हुन्छ यहाँबाट जाँदा? 15%को रिटर्न हुनसक्छ। सो हामीले यसलाई चाहिँ मल्टिब्यागर स्टक भनेर फ्युचरको लागि लगानी गरेर छोडिदिँदा हुन्छ। त्यस्तो आत्तिनु पनि डराउनु पर्ने कम्पनी होइन अपी पावर। अब यसलाई त कप पनि देखिन्छ होला पक्कै पनि यहाँ। अ काइन्ड अफ पप त। अब यसलाई हामीले यसको टार्गेट लिगौँ न यहाँबाट। यो ब्रेकआउट पछि 500 त पुग्ने देखियो त अपी। यो प्याटर्न अनुसार त पुग्दैन र पुग्ला नि। जब यो ब्रेकआउट हुन्छ नि, तब अपीमा सार्प मुभ आउने गर्छ है। सो यसलाई चाहिँ हामीले वाच लिस्टमा राख्दा हुन्छ। ल ल थ्याङ्क यू गाइस, आजको लागि यति नै।